आज 15 गते असार, धान दिवस, दही चिउरा खाने दिन, 29 जुन 2026, सोमबार पूर्णिमा तिथि। सोमबार पूर्णिमा तिथिले गर्दा अत्याधिक शुभ दिन भयो। पूर्णिमा तिथि त्यसैमा आफैमा एकदम शुभ तिथि हो। लक्ष्मीनारायण र सत्यनारायण व्रतको व्रत हुन्छ र जसको कुण्डलीमा चन्द्र कमजोर छ, पूर्णिमाको व्रत ज्योतिषीमा प्राय लिन भनिन्छ। अब पूर्णिमा तिथि बिहान प्रातः 15 गते असार 3:21 प्रारम्भ छ र 16 गते असार 5:21 यसको समय। आज राहु काल 7:28 9:12 ग्रहहरू आज बृहस्पति, शुक्र, बुध कर्क राशिमा छन्, मङ्गल हाम्रो वृष राशिमा छन्, सूर्य हाम्रो मिथुन राशिमा, चन्द्रमा धन राशिमा, राहु कुम्भ र केतु हाम्रो सिंह राशिमा छ। अब आज ग्रहको स्थिति अनुसार आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशिको स्वामी सूर्य मिथुनमा अवस्थित। नयाँ अवसर प्राप्त गर्न सक्नुहुन्छ। फुल दिन एनर्जेटिक रहनुहुन्छ। हजुरको प्रेम सम्बन्ध राम्रो रहन्छ। जीवन साथीसित राम्रै व्यवहार रहन्छ। जो अविवाहित छन्, नयाँ जीवन साथी भेट्न र चिन्जान गर्न सकिन्छ। आज मेष राशिको जातकलाई शुभ दिन, शुभ रङ हाम्रो रातो रङ हो। वृषभ राशि। वृषभ राशिको चन्द्रमा आज धनमा छ। आज धन प्राप्त गर्ने अवसर पाइन्छ। घर परिवारमा समय बिताउँदा राम्रो हुनेछ। वृषभ राशिवालालाई आज शुभ रङ भनेको सेतो रङ हो। अलिकति स्वास्थ्यमा ध्यान दिनुहोस्। साँझसम्म अलिकति स्वास्थ्यमा अलिकति केही न केही दोष देखिएछ। मिथुन राशि। मिथुन राशिको स्वामी बुध हो। बुधको शुभ रङ हरियो रङ मानिन्छ। आज हजुरहरूलाई हजुरको बोलीले, किनभने मिथुन राशिवाला बोलीमा निपुण हुन्छन्, बोलीले आफ्नो काम बन्ने योग छ। हजुरको अलिकति खर्चमा नियन्त्रण राख्नुहोस्। अनावश्यक खर्च नगर्नुहोस्। अनावश्यक खर्च देखिएछ, त्यसै जोग्नुहोस्। र जस्तो मैले भने, बोलीले काम राम्रो गर्न सक्छ, काम मिलाउन सक्नुहुन्छ र नयाँ जुन छ नि अवसर आउँछ त्यसलाई अब एकदम हजुरले प्रयोग गर्ने कोसिस गर्नुहोस्। मिथुन राशिलाई आजको दिन अत्यधिक शुभ छ। कर्क राशि। कर्क राशिको स्वामी चन्द्रमा हो। आज चन्द्रमाको आकृति पूर्ण आकृति हो। पूर्णिमा तिथि हो। जागिरवालालाई, व्यवसायवालालाई उत्तम दिन छ। सफलता प्राप्त गर्नुहुन्छ। हजुरको परिवारको साथ र सहयोगले आफ्नो काम पुरा हुन्छ। धेरै धारण गर्नुहोस्, धेरै राख्नुहोस्। शुक्र बृहस्पतिले गर्दा अलिकति धेरै दिन हुन सक्नुहुन्छ। धेरै राख्नुहोस्। हजुरको शुभ रङ प्यालो, सेतो र चाँदी कलर हो। शुभ रङ लगाउनुहोस्। काममा जाँदा हजुरलाई उन्नति प्राप्त गर्ने आजको योग छ। बडा उत्तम योग छ। सिंह राशि। सिंह राशिमा सूर्य स्वामी, सूर्य मिथुन राशिमा गएर बस्दैछ। केतु विद्यमान छ। अब नेतृत्व गर्ने क्षमता बढ्नेछ। लगानी सोच विचार गरेर गर्नुहोस्। नयाँ अवसर आउँदा विवेक कौशलले कार्य गर्नुहोस्। उचित दिन्छ र नेतृत्वले कार्यकौशल पनि सम्पन्न गर्नुहुन्छ। सूर्य भगवानलाई बिहानमा जल चढाउनुहोस् र आफ्नो विष पुरा गर्नलाई भगवान सूर्यसँग प्रार्थना गर्नुहोस्। साँझ सूर्यास्तको समय सूर्य भगवानलाई ओम गणेश सूर्याय नमः गरेर 3 बार ओम गणेश सूर्याय नमः, ओम गणेश सूर्याय नमः, ओम गणेश सूर्याय नमः गरेर प्रणाम गर्नुहोस्। राम्रो हुन्छ। कन्या राशि। कन्या राशिको स्वामी बुध बृहस्पति शुक्रसँग छ। साथीभाइहरूसँग भेट हुन सक्छ। पुरानो साथीभाइ जो भेट भएको छैन आज भेट हुन सक्छ। व्यवहारिक जीवनमा आज कुशलता आउने दिन छ। श्रीमतीसितको सम्बन्ध राम्रो देखिएछ। अरू अविवाहितको लागि प्रेम प्रसङ्ग पनि प्रेमी आपसमा राम्रै देखिएछ। स्वास्थ्यमा सुधार हुन्छ
र बोलीचालीमा निपुणता राख्नुहोस्। अत्याधिक कसैसँग मजाक नगर्नुहोस्। साँझमा केही अलिकति कसैले हजुरको कुरालाई मन दुखाउन सक्छ। सोच विचार गरेर बोल्नुहोस्। आजको दिन हजुरको कुरा सकेर राम्रो हुन्छ। तुला राशि, बोलीमा नियन्त्रण राख्नुहोस्। आज नयाँ अवसर प्राप्त गर्न सक्नुहुन्छ। हजुरको अब तुला राशिवाला देख्नमा अत्यधिक विवेकशील हुन्छन् र प्रभावशाली हुन्छन्। करियर राम्रो अवसर प्राप्त गर्ने दिन हो। साथसाथै केही खुसीको समाचार प्राप्त गर्न सक्नुहुन्छ। हजुरको तुला राशिको स्वामी शुक्र बृहस्पतिसँग छन्। अध्ययनतिर झुकाव हुन सक्छ। ज्ञानतिर पनि हजुरको झुकाव हुन सक्छ। राम्रो दिन हो। स्वास्थ्यको ख्याल राख्नुहोस्। स्वास्थ्य राम्रो छ र धनको अवसर प्रदान हुन सक्छ। वृश्चिक राशिको स्वामी मङ्गल वृषभ राशिमा चन्द्रमाको शुक्रको राशिमा गएर बस्दैछ। चन्द्रमा वृषभ राशिमा जोखिमपूर्ण काम नलिनुहोस्। अवसर त आउँछ जोखिम लिनु, एकदम सोच विचार गरेर काम गर्नुहोस्। जोखिम नलिनुहोस्। हजुरको अलिकति यात्राको योग पनि देखिएछ। यात्रा हुने सम्भावना पनि छ। अघिदेखि प्लानिङ गरिराख्नु भएको छ र केही पनि निर्णय लिएर एकदम सोच विचार गर्नुहोस्। आजको दिन हजुरलाई अलिकति अनुशासित भएरै डिसिजन लिने दिन हो। धनु राशि, आज चन्द्रमा धनु राशिमा छन्। एकदम राम्रो दिन छ। केही नयाँ काम गर्न स्टार्ट गर्न चाहनु भएको छ भने हजुरले आफ्नो प्लानिङ गर्न सक्नुहुन्छ। नयाँ अवसर प्रदान हुन्छ। धनको योग बनिएको छ। स्वास्थ्यमा सुधार देखिएको छ र जीवनसाथीसित प्रेम प्रसङ्ग राम्रो रहनेछ। अध्ययन र करियरमा छन् र रिजल्टको पर्खाइमा छन् भने तिनीहरूलाई पनि शुभ समाचार प्राप्त हुने दिन छ। केही न केही राम्रो शुभ समाचार पाउँछ। धनुराशिले आजको दिन अत्यधिक शुभ छ। मकर राशिको स्वामी मीनमा छ। केही न केही जिम्मेवारीपूर्ण आज काम प्राप्त गर्न सक्नुहुन्छ। एकदम धैर्यतासित, कार्यकुशलतासित। शनि भनेको न्यायको देवता हो। अब न्यायको देवताले अनुशासित रहेरै नयाँ कामलाई निर्णायक रूप दिनु होला। प्रयास नछोड्नु होला। आजको दिनले नयाँ हजुरको प्लानिङ्सहरू उत्पन्न गराउन सक्छ। स्वास्थ्य हजुरको सामान्य रहन्छ। आर्थिक स्थिति पनि आजको हजुरको सामान्य हो। घर कुटुम्बमा वाद विवादबाट बच्नु होला। केही न केही वाद विवाद हुन सक्छ है, त्यसको लागि बच्नु होला। अब स्वामी शनि हो। साँझमा हजुरको शनि भगवानको अगाडि 2 मिनट ध्यानमा बस्नु होला, उत्तम हुन्छ। कुम्भ राशिमा साक्षात् शनि चलिराखेको छ र शनिले गर्दा सिनातक कार्यशील काम गर्ने योग देखिएछ। स्वास्थ्यलाई ध्यान दिनुहोस्। अनावश्यक खर्चबाट बच्नुहोस्। अनावश्यक खर्चहरू उत्पन्न हुन सक्छ। केही नयाँ अतिथिको शुभ समाचार पाउन सक्नुहुन्छ। हजुरको वरिपरि आजको माहौल अलिकति के भन्छन् जटिल अवस्था देखिएको छ, तर साँझ हुँदा अलिकति स्थिति सामान्य हुन्छ। मीन राशिको स्वामी बृहस्पति कर्क राशिमा छन्। शनि आज मीन राशिमा छन्। अध्यात्मतिर, ध्यान योगतिर मन जान सक्छ। पूजा पाठमा मन लाग्न सक्छ। केही शुभ समाचार प्राप्त गर्न सक्नुहुन्छ। आर्थिक स्थिति आज सामान्य रहनेछ। स्वास्थ्य हजुरको पनि सामान्य छ। आज मन एकदम शान्त रहन्छ। एकदम ध्यानमा बस्नुहोस्, आराधना गर्नुहोस्, शिवजीको आराधना गर्नुहोस्। आजको दिन त हजुरको जाप ताप एकदम रुचि बढ्नेछ। उसलाई आजको दिन साँझमा हजुरको ध्यानमा कसरी हुन्छ गर्नुहोस्। अति उत्तम दिन छ, राम्रो दिन छ। जय श्री कृष्ण। हजुरको कुण्डलीमा कुन राशिको कुन फल छ त्यो त मैले भन्नु, तर राशिफल भनेको एउटा प्रति व्यक्तिसित मेल खान पनि सक्छ, मेल खान पनि सक्दैन। त्यसको विश्लेषणलाई चिना ही हेर्नुपर्छ। अब चिना अनुसार कथन गर्दा अलिकति पर्फेक्टतिर लाग्छ। हाम्रो अब लाइभ सेसन हामी अब निकट दिनमा अब प्रारम्भ गर्छौँ। हजुरलाई त्यसको हामी टाइमिङ हामीले यसै हाम्रो भिडियो मार्फत जुन जानकारी उपलब्ध गराउँछौँ। अब
छिटोमा छिटो हामी हजुरको 2टा जनपत्रिका दैनिक म लाइभ फ्रीमा हेर्छु र हजुरको क्वेसनहरूको त्यसमा आन्सर दिन सक्छु। गोप्य प्रश्नहरूको हामीले पछि डिस्कस गरौँला। जय श्री कृष्ण।